हेलो गाइज, यो चाहिँ हाम्रो फर्स्ट ब्लग होइन। आज हामी एकदम मकैमा एकदम लागि परेका छौँ। यो हजुरआमा यहाँ फोनलाई कहिले जिन्दगीमा नदेखे चाहिँ हेर्दै हुनुहुन्छ। हेलो भनिदिनु। हेलो नमस्कार भन्नु। नमस्कार। हाम्रो च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनु भन्नु। सेयर सब्सक्राइब भन्नु। फिल्टर लगाइदिन्छु। पक फिल्टर लगाइदिन्छु। पक फिल्टर लगाइदिन्छु। म कक्षा 5 को छात्र। आज यो हाम्रो फर्स्ट ब्लग हो। यसमा म के भन्न चाहन्छु भन्दा नभन् त ट्याप ट्याप गर्न साथै ट्याप 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 गर्न साथै ट्याप 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 ट्याप। आज हामी मकै छोडाउँदै कार्यक्रममा छौँ। लाइक शेयर सब्स्क्राइब कमेन्ट सबै चिज गरिदिनु, शेयर पनि गरिदिनु। मकै हामीले कति छोडाएको छौँ भन्ने कुरा यहाँबाट ऊ पर किचनको भुइँसम्म अलग्गै प्रष्ट हुन्छ हामीले मकै कति मेहनतले छोडायौँ भन्ने कुरा। र ट्यापुको पनि म देखाइदिन्छु। यस्तो गरेर महावीर पुन भन्दा ठुलो साइन्टिस्ट छ हाम्रो घरमा होइन। तपाईँहरूले यहाँ प्रष्ट देख्न सक्नुहुन्छ। एउटा मकै छोडाएर यहाँदेखि किचनको भुइँसम्म पुर्याउने महान वैज्ञानिक बिशप खनाल भन्ने यही हो होइन। यहाँ एकदम यो लिन्छ एउटा छुरी भनिँदैन नि, फेरि यसलाई चम्ची भनिन्छ। यता खानु यता यता खानु। यतिको सफल वैज्ञानिक हाम्रो इतिहासमा कहिले नेपालमा थिएन होला जस्तो मलाई लाग्छ होइन। अब हाम्रो भाइ एकदम ठुलो साइन्टिस्ट भइसकेकोले गर्दा उहाँलाई म एकदम बधाई ज्ञापन गर्दै एउटा मकै उपहार स्वरूप दिन चाहन्छु होइन। र आजको भ्लगको लागि यति नै। अब तपाईँहरू पनि छोडाउन आउनुहुने भए सम्पर्क गर्नुहोला 9860XXX0 त्यो नम्बर हाम्रो हो। कल गर्न सक्नुहुनेछ। र हरेकलाई हामी एउटा मकै उपहार स्वरूप दिनेछौँ भन्ने पनि घोषणा गर्न चाहन्छु। धन्यवाद।